नमस्कार है मेरो टिकटक फेसबुक सबै ठाउँ हाल्छु मैले भिडियो युट्युब सबैमा हाल्छु मलाई आज तपाईँहरू के देखाउँदैछु भने आज तपाईँहरूलाई मैले आज सिस्नो टिपीको भिडियो बनाउँदैछु सबैजनाले हेरिदिनु होला यो अर्ग्यानिक भिडियो है हामी आज गाउँमा छौँ यो कुन गाउँ भन्नु होला यो हाम्रो जयखानीको एउटा नयाँ खानी भन्ने ठाउँ हो तपाईँहरूले हेर्न सक्नुहुन्छ हामीले आज सिस्नो र आँटो खाने निर्णय गऱ्यौँ है हामीले हिजो दसैँ बडा दसैँ आज बडा दसैँको भोलिपल्ट आज चाहिँ हामीले यो दसैँको दिन मात्रै हामीले मासु खान्छौँ दसैँको भोलिपल्ट हामीले प्रायः सिस्नो खाने गर्छौँ कि हामीले हेर्न सक्नुहुन्छ म सिस्नो टिप्न गएँ है सिस्नो अहिले एकदम मिठो हुन्छ के यो देख्न सक्नुहुन्छ यो फुलेको सिस्नो है लर्र एकदमै मिठो हुन्छ के सिस्नो यसरी टिप्ने है ल हेर्नु यसरी टुप्पा टिप्नुपर्छ है यसरी अनि तपाईँहरूले हेर्न सक्नुहुन्छ यसरी फुल पनि टिप्न सकिन्छ यसको यसरी यो पकाएर खाँदा स्वास्थ्यलाई एकदमै धेरै राम्रो गर्छ है यसले हेर्न सक्नुहुन्छ यसले पोल्छ पनि फेरि अरू फेरि केही भन्नुहुन्छ हजुरले होइन सिस्नो त निकै राम्रो रहेछ हो यो त धेरै दिन चाहिँ खान पाइएर यता भाउजूले फेरि सिस्नोसँग खाने चिज ओह्राल्दै हुनुहुन्छ है हेर्न सक्नुहुन्छ आँटो पकाउँदै हुनुहुन्छ हाम्रो भाउजूले ल हेर्नु यसरी यो आँटो पकाउने यो चटनी आँटोसँग खानको लागि चटनी बनाउन लागेको सिस्नोसँग टिमुर नुन खुर्सानी लसुन तिल र टमाटरको चटनी बनाउँदैछौँ है हामीले सिस्नो चटनी मै सबै खुर्सानी खान लाग्यौँ आमाले खाना हाल्नुभयो हजुरले पनि खाना हाल्नुभयो यहाँ खुर्सानी हाल्नु लागेको छन् सबै खाना लागेको छन् है मैले पनि खाना लागेँ खुर्सानी खाएँ ल दिदी खाएर देखाइदिनुहोस् त जति पनि खान्छु खाएर देखाइदिउँ खाएर देखाउनु त कस्तो छ स्पेसल ल भाउजू आमा हजुरले पनि खानु खाना बाबुलाई के पुगेन बाहिरको यो भ्यू हेर्दै राम्रो खाना खान्छ यसरी बाहिर बसेर गाउँमा यसरी खाना खाने ल हेर्नु गाउँमा खाना खाने यसरी बाहिर बसेर आनन्दले यसरी हो खाना खाने त